हेलो नमस्ते गाइज। आज हामी चाहिँ यो हाम्रो यो हिटर हो, यो चाहिँ कलर पेन्टिङ सु गर्ने मेसिन हो है। हाम्रो चाहिँ यो चाइनाबाट आएको थियो। हामी चाहिँ अहिले यो फिटिङ गर्दैछौँ है। फाइनली अहिलेसम्म चाहिँ यतिको यो बेस र हाम्रो यो जाली, यो टायर गुन जाली हो, योसम्म फिट भएको छ है। यसमा चाहिँ गाडी चाहिँ पेन्ट गरेर चाहिँ हिट गरेर सुकाउने हो। अहिले हाम्रो चाहिँ यो प्यानलहरू युज गरेर यतिको काम भइसकेको छ है। यसमा चाहिँ हाम्रो चाहिँ फाइबरहरू हुन्छ है यसमा है। यसरी हाम्रो लक सिस्टमको हुन्छ। हामीले चाहिँ यो लक गरेर चाहिँ हाल्छौँ। यो प्यानल चाहिँ हाम्रो यस्तो आएको हुन्छ है, यसरी आएको हुन्छ प्यानल। हामी चाहिँ यो चाहिँ यहाँ इन्टरसेक्सन लक गरेर यो ग्यापमा चाहिँ हामीले चाहिँ यो प्यानल चाहिँ अड्काएर हाल्छौँ है। फाइनली आजको हाम्रो चाहिँ यो यतिको काम भइसकेको छ है। अब यो चाहिँ हाम्रो चाहिँ यो हिट गर्ने यो यसमा चाहिँ पङ्खाहरू चाहिँ लागेको हुन्छ है, पङ्खा लागेको हुन्छ। अनि यसमा चाहिँ हाम्रो यो पनि पङ्खाको लागि च्याम्बर बक्स हो यो है। यहाँबाट हावा फिल्टर हुन्छ। हाम्रो चाहिँ मेन मोटर भनेको चाहिँ त्यो हो। त्यसमा चाहिँ हाम्रो चाहिँ 7.5 HP को हाम्रो यो 3 पेजको मोटर लागेको छ है। हाम्रो यो मोटर हो है, यो हाम्रो चाहिँ मोटर हो। हाम्रो यो चाहिँ 7.5 HP मोटर हो। यसरी हाम्रो चाहिँ अहिले चाहिँ पङ्खाले हावा चाहिँ क्रिएट गर्छ है। अनि यसमा चाहिँ हाम्रो चाहिँ हिट हुन्छ। यसभित्र चाहिँ हाम्रो लाइटहरू बस्छ है। लाइटले चाहिँ लाइट प्लस तपाईँको चाहिँ यो पङ्खाले चाहिँ तपाईँको चाहिँ यो हावा चाहिँ सर्कुलेसन गरेर चाहिँ यसलाई चाहिँ चारैतिरबाट चाहिँ हिट गराउँछ है त। अब हाम्रो चाहिँ यति बाँकी छ यो जोनलाई। अहिले मेटेरियलहरू यता यसरी हाम्रो चाहिँ राखेको छ है।